So today is a puja day in Nepal in our house, and then they are doing it, and then everyone is doing it too. Okay, and this is how we do it. ग्रामादि देवता श्री गणेश पंचकुमारी भगवती देवी सांब सदाशिव कृष्ण आदि सर्वदेवता पादचरण तलिया पुण्य भो षष्ठी संवत्सर मध्ये सिद्धार्थ रौद्र नाम संवत्सरे. Okay, now they're cooking the food over here in the kitchen for the puja. Over there. Yeah, right over there. बल्ल बल्ल शिवजीलाई त्यो पनि लोभ गरेर होइन ठीक छ झिक्न भइहाल्छ नि गरिन्छ त भरियो भने के हुन्छ झिक्नुलाई नि है त झिक्नुलाई नि के त्यत्रो टेन्सन तपाईहरु झोला बोक्नु झोला नबोकिकन त के उपाय छ र अब सबै बाहुनको कामै झोला बोक्ने. ठीक छ अब ए किरण सर उतै बसौँ हजुर एकछिन अरे ल उतै बसौँ मेगा मेगा एकछिन तल 5 मिनेट छोइदे पुग्यो होइन होइन कसैले केही गर्दैन बस्नु के भयो एकछिन हुन्छ पुरानो अप्ठ्यारो हुन्छ ए होचामा अप्ठ्यारो हुन्छ उहाँ एकछिन हुन्छ. लक्ष्मी दिदी के छ खबर? हाम्रो चिया पाकेन? हाम्रो चिया पाको? कता चाहिँ कुन चाहिँ भाँडामा पाकेको छैन नि? बत्ती पनि हुँदैछ सहयोगको हस्ताइ सैनिकं गाबिरो बसिस सकुं सैनिकको गणेश सकुं जस्तो पनि दिएर त्यसले न हामीले हाम्रो बालमा सेना प्रमित्र के सनले हुन्छ यो बलबिगा दुईटा दुनिया पूजा गर्नु. ओम पृष्ठ दिने पृष्ठ अग्नि पृथ्वी पृष्ठ विश्वकरावेश वैश्वानर सहसा सन्निवास सस्पातनर्थम गन्धम समर्पयामि अक्षतानि समर्पयामि पुष्पाणि समर्पयामि आवेश वैश्वानर सहसा सन्निवास सस्पातनर्थम ओम समित्याय. अब मामा जेन्टलमेन ठीक छ नि ड्रोन ओम गणानान्त्वा गणपति गंगावामहे प्रियाणान्त्वा प्रियपति गंगावामहे निधिनान्त्वा निधिपति गंगावामहे वसुमा आमजानि गर्दम जासि गर्दम. ओम स्वाहा इदं गणपतये नमः. हाल्दिनु सबै हाल्दिनु. हरि शरणम औडी भने दिन राख्ने गाडी भयो ल एकछिन बस्नु ल. हरि ओम आकाश नरसा वर्तमानी विषय निर्मल भगवते निर्मल देव जाति बनान पर्सन साउन्य आवाज में सत्य सायं ब्रह्मणि नमः साधारण निर्मल
मिलाएर खै अहिले पछि जाँदा भइहाल्छ नि यहाँ काम छोडेर अहिले कहीँ जानु भएको छ त्यो बन्दै हुन्छ भित्र ल्याऊ यता बत्ती के अरे पुस्किएर त्यो बत्तीलाई छोइराख्नु यहाँ छोइराख्नु ढोका खुल्ला रहेछ तलको ढोका खुल्ला रहेछ त्यही छ त्यो सकेसम्म ननिकोस् है तिनपटक ओम विष्णु भन्नु है त्यो गरेवाला खिच्नु अरे I'm a good photographer, है गोर्खा राज्य ग्राम स्थानीय ग्राम आदि देवता श्री गणेश पञ्चकुमारी भगवती देवी साम्ब सदाशिव विष्णु आदि सर्व देवता सिद्धार्थी रौद्र नाम सूर्योत्तरायणी सौराज चान्द्र सौर मानेन सौर मानेन वैशाख बुधवासे चान्द्र मानेन ज्येष्ठ कृष्ण पक्ष कृष्ण आदि उदय शाखाय शाखान्तर्गत शुक्ल यजुर्वेदाध्यायी शुक्ल यजुर्वेदाध्यायी मिथुन राशि ससर नाम सर्वनाम अहम मम समातु मेष राशि सर्वनाम देवी नाम अहम मम सपत्नी धनु राशि सर्वनाम देवी नाम अहम मम सपुत्र नाम मे पुत्र द्वय नाम सर्वनाम अहम मम सकल परिवाराय बन्धु वर्गादि सहित सकल परिवाराय अहम मम सर्व परिवारस्य कायिक वाचिक मानसिक सांसारिक ज्ञाता ज्ञात पापस्य पूर्वक पूर्व जन्मनि यत जन्मनि वा समस्त जन्म जन्मानां अवस्थायां ज्ञान अज्ञानतवा रामाद कामाद लोभाद बाल्य यौवने वार्धक्य स्वस्य प्रतिबन्ध परिवारानु वञ्चित भण्डादि उपस्कार स्पर्शन देव पैतृक कर्मणि ताक क्रियालो प्रतिष्ठित भए सर्वत्र मृतपत्यादि सकल कृविषय सम्पूर्ण सर एकाधिक विधि निरावधिक भोगान भवान्तरे वा श्री परमेश्वर कुनै कामना थियो पाउँछु भन्ने भाकल साकल थियो भनेर सम्झिनु है अस्मत् मनोवाञ्छा सिद्धि कामना निमित्तकः सपात लक्ष्य संज्ञाकान श्री नारायण देवता प्रतय लक्ष्मी नारायण देवता प्रतय तीर तैलकान सपात लक्ष्य संज्ञाकान पञ्चदीपान तदङ्ग भूतवाद दीपक रस गणेश पूजन पूर्वकं ब्रह्मा विष्णु महेश्वरादि देवता पूजन पुरस्सरं यथा मिलित पदायन प्रधान देवता पूजन पूर्वकं तीर तैलकान सपात लक्ष्य संज्ञाकान पञ्चदीपान अहं सबै तल राख्नु अब बत्ती मात्र जोगाएर है ए पर्दा सदा ठिक छ पर्दा जोगाएर है ल केही छैन होचो गरेर है होचो गरेर ल अगाडि तिम्रो मम्मी मेगाको पनि म निकाल्सके ल कस्तो राम्रो अनि गुरुलाई त केही पनि हुँदैन रहेछ अब यो सिडी चढ्दा चाहिँ एकजनाले साडी नै पक्र्नुपर्छ जस्तो यति बाङ्गो बारिसक्यो सिधा बनाऊ मेगा म अगाडि जान्छ है त हो भान्जी खतरा कता गयो बारी छोड्दिने मैले त चप्पल पनि लगाएको छैन आउ त यता होइन यहाँ राख उडाए पनि डर हुँदैन क्या यसैले न ल्याए त यिनलाई नाइलाई आउनु दिन्छु नि ल गइसक्छ ल ठिक छ मेगा निस्क सर र मम्मी नआउनु एकछिन सर र मम्मी हो उताबाट आउनुहुन्छ हो यतै राख्नु यतै राख त्यतै अब यताबाट कसरी आउने चप्पल दिन्छु हजुरलाई ओम यानि काञ्च पापानि जन्मान्तर्गतानि जातानि सर्वाणि नश्यन्तु प्रदक्षिण पदे स्वाहा ल यो भगवानलाई ताप चढाउनु त ओम पापोहम पापकर्माहम पापात्मा पापसम्भवा त्राहि मां पुण्डरीकाक्ष सर्वै पापहरो भवः
वरिपरि सबै देवदेवताहरूलाई आफ्नो कुलदेवता इष्टदेवता आफूले मानिआएका सम्पूर्ण देवदेवताहरू सबैलाई सम्झेर मैले घरमा लक्ष्मी वर्तिका बालेको छु। भगवान् खुसी रहनुहोस्, हामीलाई सधैँभरि सुख शान्ति मिलोस्, यस्तै मनमा कामना गर्दै भगवान्लाई अर्पण गर्ने माथि ल। अब आफूले आँखा सेक्ने। ओम तत्चक्षुर्देवेतं प्रस्तात् शुक्रमचर पश्येम सर्वसतं जीवेम सर्वसतं श्रेयाम सर्वसतं पप्रभाम सर्वसतं मदिना श्याम सर्वसतं सर्वोपचारार्थे पुष्पाणि समर्पयामि। ओम वृषभाय नमः। वृषभ पूजितो शिक्षमस्यो ताम्बूलं पान सम्झेर फुल चढाइदिनु। ओम पुण्यफलं महादेवी नागवल्ली तनयतवाचमादि सहितं ताम्बूलं प्रतिक्रियतां ताम्बूलं सर्पयामि। दक्षिणेन्द्र ब्याडे शिवजीलाई भेटी चढाइदिनु। ओम हिरण्यगर्भ गर्भस्थं हेम बीजं विवाहस्य त्यही यहाँको झिक्नु। ओम हिरण्यगर्भ गर्भस्थं हेम बीजं विवाहस्य अनन्त पुण्यफलम् शान्ति प्राइजमे हिरण्य गर्भ संवर्ध ताग्ने मधसिदान पार्वती सहिताय श्री साम्ब सदा शिवाय नमः। भगवान पूजित हो शिव शिवाय शिवजीलाई भने हातमा जल लिएर त्यत्रो मन सागर भुइँमा चढाइदिनु भएको थियो त्यसलाई शिवजीलाई ओम गोयाति गोयको कृतम ज्ञानस्मत कृतम जपम समर्पयामि तत्सर्वं ज्ञानं परमेश्वर त्यही चढाइदिनु शिवजीलाई है त। ओम नमः शिवाय भनेर ओम नमः शिवाय विभर्ति अपागम रसेन पार्वती सहिताय श्री साम्ब सदा शिवाय सरस्वती स्वाय सरस्वती नमो नमः। भगवते वासुदेवाय स्वाहा। बहिनीलाई दिनु। एउटा भजन गाउँछ भगवते वासुदेवाय ओम त्रायखम नमः कस्मस् त्रायखम देवको त्रायखम तन्नो अस्तु त्रायखम ल ठीक बा। ओम त्रायखम नमः कस्मस् त्रायखम देवको त्रायखम तन्नो अस्तु त्रायखम मासु अब योले भन्ने पनि छैन चिनेपछि यो चाहियो अनि धागो चाहियो भन्ने हुन्छ थाहा छैन। बरु त्यहाँ रिसाएर हिँड्न पाइन्छ यहाँ पाइँदैन बरु त्यहाँ रिसाएर हिँड्न पाइन्छ। ल उठौँ अब लिएरै उठौँ। एकजनाले त्यो लिएर उठौँ, एकजनाले घन्टी लिएर उठौँ, एकजनाले शङ्ख यता दिउँ, एकजनाले घन्टी दिउँ अनि यज्ञ मण्डप ओम जय जगदीश ओम जय
यादत्तं प्रसीद परमेश्वर सूर्य सहस्रांश तेजो राशो जगत्पति अनुरूपाय भक्त्या देवताभ्य नमः सर्वसम्मानित देवताभ्य नमः सर्वदेवताभ्य नमः योग्यो नमः ब्राह्मणे जन्म नारायणाय नमः अभिषेकस्तु शिवाजी त्यसलाई उतेल लगेर घोप्याउनु तेरासँगै घोप्याउनु त्यहाँ घोप्याउनु बत्ती मुनि हो अब फुल अक्षताले पूजा गर्नु त दुनामा अब जुरुक्कै उठाउनु फेरि जुरुकै उठाउनु अब त्यसमा जल राखिदिनु त्यसै पनि माथि राख्नु तेराको बनाइदिनु जल राखिनु बस भयो बसौँ हात यसो चिसो पार्नु पानीले भगवानले दिएको हो अहिले फुलपातीले नै एउटै हो फुल्दा जति